साथीहरू वेलकम छ मगर ब्लगमा सबैलाई लासो एन्ड प्यापफुल लाग्छ है। म चाहिँ यहाँ अहिले बालो लिएर आएको थिएँ र बालो लिएर आउने क्रममा चाहिँ म यहाँ अहिले त्यहाँसँग चाहिँ गाडी चढ्यो होइन, र त्यहाँबाट चाहिँ गाडी चढ्न मानेन र मैले त्यहाँबाट चाहिँ ब्याक गरेर गाडी यहाँ लिएर राखेको छु र मिसिन बोलाएको छु होइन, र मिसिन बोलाएको छु र यहाँ चाहिँ गाडी ठेल्नु पर्ने हुन्छ जस्तो लागिसक्यो मलाई चाहिँ होइन। अब यहाँ पुरै पानी लस्कर पानीको धारो छ, बाटोको हालत यस्तो छ होइन। हेरौँ के हुन्छ। म चाहिँ अब हल्का माथिसँग के छ बाटोको अवलोकन पनि यसो गरेर आउँछु। त्यहाँसम्म त चढ्यो, त्यहाँबाट चढेन, अझ त्योभन्दा माथि पनि बाटो खत्तमै छ कि त्यसरी जाउँ अवलोकन गरौँ कि भनेको त बाटो पुरै जुगाले यस्तो बिजोग छैन यार। बाटोले पुरै खत्तम छ हो। हेरौँ गाडी चाहिँ मैले यहाँ छोडेर गएको छु। अब एकछिन गाडी पनि उहाँबाट आउँदा एकछिन हिट भएको छ गाडी, एकछिन सेलाओस् भन्ने यहाँ छोडेर आएको छु म चाहिँ। बाटोको ताल यस्तो छ ल हेर्नुहोस्। यहाँसँग त आएको चढ्यो गाडी, यहाँबाट सम्भव लागेन मलाई। त्यहाँसँग चाहिँ गाडी गयो, त्यहाँबाट चाहिँ चढ्नेको चाहिँ नाम पनि लिएन, गाडी के थाहा चढेन होइन। र मैले चाहिँ मिसिन बोलाएको छु, मिसिन आउँदै होला। मिसिन आउने क्रममा चाहिँ म चाहिँ एकछिन गाडी पनि सेलाओस् हिट भइरहेछ अनि यहाँ बसिरहेको छु। ओहो नि त यहाँबाट बोल भ्युज त आम्मामा जङ्गलको भ्यू नै छुट्टै छ नि गाइजहरू होइन। जङ्गलको भ्यू नै छुट्टै हुन्छ। कहाँ छ त हो म त अनि गाइजहरू बिजोग छ नभन्दै अब गाडी पनि चढेन होइन। नभन्दै यहाँ लुगाले पनि मेरो त यहाँ पुरै यहाँ त तपाईँको भैया बस्न पनि एकदमै धराब लाग्यो मलाई चाहिँ होइन। जुगाले बिजोग बनाउला जस्तो यार। ल हेर्नुहोस् यहाँ यो चाहिँ नेचुरल गडौला अरे। र मलाई चाहिँ यहीँ गाइजहरू होइन जुगाली टोकेर चाहिँ यहाँ चाहिँ यस्तो जुगाली भर्खर मलाई यहाँ बसिरहेको छ होइन। अब अझै पनि म निरन्तर रूपमा यहाँ बसिरह्यो भने चाहिँ मलाई चाहिँ यहाँ जुगाले खलपट्टै बनाउला जस्तो गाइजहरू होइन। जङ्गलमा चाहिँ एकदमै जुगाको यहाँ चाहिँ बिग्रिरहेछ हौ। जुगाले एकदमै तनाव दिँदैछ यहाँ चाहिँ। मलाई भर्खर जुगाले यतै खाएको सम्भव लागिरहेको छ क्या मलाई। यहाँ चाहिँ जुगा अलि अति नै